हरे कृष्ण, जय श्री राधे। आजकल मानिसहरूमा हेर्ने हो भने स्वच्छता त देखिन्छ, तर पवित्रता पाउन धेरै गाह्रो भइसकेको छ। आफ्नो शरीरलाई, आफ्नो कपडालाई त उनीहरूले स्वच्छ राख्छन्, तर पवित्रता लोप भइसके जस्तो लाग्छ मलाई। भगवानले मानव बनाउनु भयो, दानव बनाउनु भयो, राक्षस पनि बनाउनु भयो। राक्षसहरूको स्वभाव यस्तो हुन्छ कि दया, माया, प्रेम उनीहरूमा पाउनै सकिन्न भने मानवहरूमा दया हुन्छ, प्रेम हुन्छ, हिंसा गर्ने प्रवृत्ति मानवमा हुँदैन। तर आजकल हेर्ने हो भने तपाईँ जहाँ जानुस्, जुनसुकै समारोहमा किन नजानुस्, व्रत बन्ध जस्तो पवित्र संस्कार, 16 संस्कारमा एउटा संस्कार व्रतबन्ध संस्कार हो। अब त्यहाँ जानुस्, त्यहाँ पनि हिंसा गरिएको हुन्छ, यी चीजहरू सामेल गरिएका हुन्छन्। विवाह जस्तो एउटा संस्कार, पवित्र संस्कार हो यो पनि। यसमा पनि यी चीजहरू हामीले सामेल गरेका हुन्छौँ र यसको सेवन गर्छौँ भनेपछि हामीले आफ्नो संस्कारलाई कहाँतिर लगिरहेका छौँ, के सिकिरहेका छौँ, कि हामी साँच्चै हिन्दू हौँ त? यदि हिन्दू हौँ भने हाम्रा पुर्खाहरूले, ती ऋषिमुनिहरूले हामीलाई त यो कुरा सिकाएका थिएन नि त। हामीले कहाँबाट सिकौँ, हामीले कसरी गर्दैछौँ हामीले यो कुराहरू? एकातिर वेदका मन्त्रहरू पढिँदैछ भने अर्कातिर यस्ता किसिमका सेवन, यस्ता नचाहिँदा पशु हत्या, जीव हत्या गरेर हामीले सेवन गरिरहेका छौँ भने कि हामी साँच्चै हिन्दू हौँ? यतातिर पनि हामीले विचार गर्ने हो कि